गुड मर्निङ दर्शन नमस्ते जय मसी ह्याप्पी तासिटीले सबैजनालाई वेलकम छ मेरो पेजमा। अनि आज चाहिँ मेरो बिहानै उठेर यहाँ हेर्नुहोस् गति यस्तो भइरहेको छ है, पसिनै पसिना मैलै मैला। अनि आज चाहिँ फेरि पनि यो एसके योगी ब्लगको चाहिँ हेर्नुहोस् नर्सरी आज चाहिँ मैले यहाँनिर सारेको छु। या अब यो चाहिँ बिस्तारै बिस्तारै पौलिँदै जाने चाहिँ यो के को नर्सरी भन्नुहुन्छ भनेदेखिलाई चाहिँ सुपारीको नर्सरी हो। अनि पोहोर परार रोपेको पोहोरको यो एकसाले चाहिँ यो चाहिँ हामीले यसरी जमिनमै नर्मली खनेर रोपेको थियौँ, तर यो भन्दा पनि बेस्ट चाहिँ यो अरे। यसरी रोप्यो भनेदेखिलाई चाहिँ आरामले जाग्छ भनेर चाहिँ आज चाहिँ मैले बिहान बिहानै यो गरेको छु। अहिले चाहिँ घाम भन्नुहुन्छ नि, हेर्नुहोस् यस्तो डरलाग्दो घाम लागेको छ। यसरी यो घाममा, यो रनको घाममा पनि काम चाहिँ फिनिस गरेर छाडे। पट खत्तम भएको कारणले गर्दा 2 खेप ल्याइसकेर पट खत्तम भयो। अनि तपाईँहरूलाई फेरि पनि यहाँ हेर्नुहोस् न, यहाँ चाहिँ राखेको छु फेरि पनि अझै डल्लै छ। यहाँ म्याक्सिमम नभएको पनि तपाईँहरूको 1000 भन्दा अझै ज्यादै छ, अझै यत्रो रोप्नुपर्ने छ हो। अनि त्यो भएको कारणले गर्दा अब यसलाई पट ल्याउनुको लागि सायद आज हुन्छ या भोलि हुन्छ पट ल्याएर फेरि पनि रोप्नु पर्ने छ। अनि मैले चाहिँ योपालिको मैले के सोचेँ प्लान भन्दाखेरि चाहिँ यो भनेको चाहिँ तपाईँको यसरी रोप्यो भनेदेखिलाई चाहिँ राम्रो हुन्छ, एकदमै जाग्छै जाग्छ, यसको चाहिँ ग्यारेन्टी छ। किनकि यो चाहिँ पटमा हो नि त, यसरी रोपेको यो चाहिँ उम्रिसकेको छ। त्यो चाहिँ त्यसलाई उखाल्दाखेरि चाहिँ जराबाट माटो झर्ने हुन्छ, त्यही भएर चाहिँ अलिकति घाम लाग्यो नि मरिहाल्छ। तर यसरी पटमा रोपेको चाहिँ भोलि दिनमा सार्दा पनि मर्दैन भनेर चाहिँ यसरी रोपाइ छ साथीहरू। हेर्नुहोस् है त, आजको काम चाहिँ यस्तै छ। आजको सानो ब्लग तपाईँहरूलाई मैले मर्निङ ब्लग तपाईँहरूलाई देखाएको। हस् त साथीहरू, सबैजनालाई फेरि पनि दर्शन।